नमस्कार सबैजनालाई वेलकम टु आवर स्टडी विथ कृष्णा च्यानल म कृष्णा श्रेष्ठ र आजको यो भिडियोमा चाहिँ स्नेल लेन्स चार्टको प्रयोग अथवा युज चाहिँ कसरी गर्ने भन्ने उद्देश्यमा चाहिँ यो भिडियो बनाएकी छु र स्नेल लेन्स चार्ट चाहिँ यस्तो हुन्छ हैन यस्तो हुन्छ र यदि कुनै हामीसँग पेशेन्ट यदि एबीसीडी पढ्न आउँछ भने चाहिँ हामीले चाहिँ एबीसीडी युज गर्छौं अनि यदि बुढाबुढी मान्छेहरु हुनुहुन्छ भने चाहिँ हामीले चाहिँ तीनटा धरको चाहिँ कता फर्किएको छ भनेर चाहिँ हामीले सोध्न सक्छौं अनि यो पनि त्यस्तै नै हो है। अब यो चाहिँ कह ग ग यदि पेशेन्टलाई एबीसीडी आएन भने कह ग ग आउँछ भने वी क्यान युज दिस एन्ड यो सबै हेर्दा उल्टो देखिन्छ अहिले बट मिररमा चाहिँ उल्टो देखिन्छ है त। स्नेल लेन्स चार्टमा भेराइटी साइजेस अफ लेटर्स हुन्छन् र नम्बर्स हुन्छन्। ह्युमन बिङ्सको नर्मल भिजुअल एक्युटी भनेको 6/6 or 20/20 हुन्छ। इफ 6 नम्बर राखियो भने त्यो मिटर्समा हुन्छ भने 20 नम्बर्स राखियो भने त्यो चाहिँ फिटमा हुन्छ। र भेराइटी अफ साइजेसमा चाहिँ सबसे कम भनेको चाहिँ 6, 9, 12, 18, 24, 36, 60 यो स्नेल लेन्स चार्टमा चाहिँ यो लेभलको चाहिँ छ। मैले लिगेको स्नेल लेन्स चार्ट अनुसार नर्मल भिजुअल एक्युटी भनेको 6/6 हो। सो हामीले पेशेन्ट र स्नेल लेन्स चार्टको डिस्टेन्स 6 मिटर बनाउनु पर्छ। इफ 20/20 नर्मल भिजुअल एक्युटी थियो भने पेशेन्ट र स्नेल लेन्स चार्टको चाहिँ डिस्टेन्स चाहिँ 20 फिट बनाउनु पर्छ। अब यो चेयरमा हामीले पेशेन्टलाई बसाउँछौँ र यहाँ माथि स्नेल लेन्स चार्ट छ र अगाडि ऐना छ। पेशेन्टले ऐनामा स्नेल लेन्स चार्ट हेरेर भन्नुहुन्छ किनकि पेशेन्ट र ऐनाको डिस्टेन्स 3 मिटर छ र ऐनाबाट स्नेल लेन्स चार्टको भिजन रिफ्लेक्ट हुन्छ त्यो 3 मिटरको चाहिँ हुन्छ है त। देयरफोर 3 मिटर प्लस 3 मिटर भनेको चाहिँ 6 मिटरको हुन्छ। यसरी नै हामीले पेशेन्टको 20 फिटको पनि गर्न सक्छौँ। ल पहिला सुरुमा चाहिँ हजुरको देब्रे आँखा चाहिँ हात यस्तो गर्नु कोब्रो पार्नु अनि यसरी छोप्नु। हामीले चाहिँ जहिले पनि राइट आईदेखिबाट चाहिँ स्टार्ट गर्नुपर्छ। राइट आई स्टार्ट गर्नु भनेको लेफ्ट आई चाहिँ पामले चाहिँ बन्द गर्नु हो। इफ अब पाम बन्द गर्ने तरिका भनेको चाहिँ अब हातलाई चाहिँ एकदम कपिङ वे राख्ने मतलब प्रेसराइज चाहिँ नगर्नु भन्ने। अब प्रेसराइज गर्यो भने चाहिँ लाइक ब्लर भिजन हुनसक्छ उहाँको आँखाबाट, त्यही भएर चाहिँ हामीले चाहिँ प्रेसराइज वेमा चाहिँ नगर्ने। अनि त्यसपछि राइट आई भइसकेपछि हामीलाई चाहिँ त्यसरी नै त्यही प्रोसेसद्वारा चाहिँ लेफ्ट आईमा त्यसरी गर्न सक्छौँ। अब अर्को आँखा छोप्नु त्यसरी नै हजुरको आँखा चाहिँ नर्मलै छ है त्यो पढ्न सक्नु। अब हामीले चाहिँ स्नेल लेन्स चार्टबाट चाहिँ पेशेन्टलाई चाहिँ त्यो उसको भिजुअल एक्युटी चाहिँ कति रहेछ भनेर चाहिँ हेर्यो होइन। अब त्यसलाई चाहिँ हामीले चाहिँ अब नर्स भइसकेपछि हामीले चाहिँ रेकर्ड र रिपोर्ट चाहिँ गर्नु पर्यो होइन। अब जस्तै रेकर्ड गर्नलाई चाहिँ हामीले चाहिँ अब भिजुअल एक्युटी सर्ट फर्ममा हामीले VA भनेर लेख्छौँ होइन। अनि यसको हामीले दुईटा धरको तान्छौँ। यो भनेको चाहिँ राइट आईको, तल भनेको चाहिँ लेफ्ट आईको है त। अब उहाँको चाहिँ तलसम्म देखिएको थियो होइन भनेपछि उसको चाहिँ 6/6 थियो। राइट आँखामा पनि लेफ्ट आँखामा पनि 6/6 हो। हामीले चाहिँ यसरी चाहिँ फिलअप गर्छौँ। यदि उसले चाहिँ कन्फ्युजन हाम्रो कति भन्यो भन्दाखेरि 60, 36, 24, 18, 12, 9 र 6 होइन। यदि उसले चाहिँ 18 मा आएपछि चाहिँ उसले चाहिँ आधी बोल्न सक्यो र आधी चाहिँ बोल्न सकेन, अर्थात् आधी चाहिँ देख्न सक्यो र आधी चाहिँ उसलाई चाहिँ यो हो कि जस्तो लाग्यो। यदि कन्फ्युजन प्रेजेन्ट छ भने चाहिँ हामीले चाहिँ P लेख्छौँ है त। फर इक्जाम्पल हामीले चाहिँ 6/18 P भनेर चाहिँ लेख्छौँ है त। हो यसरी चाहिँ हजुरहरूले चाहिँ फिलअप गर्न सक्नुहुन्छ। र यदि हाम्रो चाहिँ यो आईको जुन चाहिँ यो जुन चाहिँ पिक्चर छ हामीले चाहिँ कहिले पनि हामीले चाहिँ
VA अनि यस्तो गरेर चाहिँ लेख्न चाहिँ पाइन्न है त, किन भन्दाखेरि डक्टरले चाहिँ यहाँबाट उहाँको अनुसार म्यापिङ चाहिँ बनाउनुहुन्छ। सो हामीले चाहिँ यो आईको वरिपरि चाहिँ लेख्न चाहिँ मिलेन, तर हामीले चाहिँ आँखाको बाहिर आउटसाइडमा चाहिँ लेख्न चाहिँ सक्यौँ है त। सो आजको स्नेल लेन्स चार्ट चाहिँ यति नै रहेको छ। हजुरहरूलाई केही इन्फर्मेसन चाहिँ गेन गर्नुभएको भन्ने चाहिँ आशा गर्दछु। हो लाइक सब्सक्राइब एन्ड कमेन्ट चाहिँ गरिदिनु होला। इफ केही हजुरलाई चाहिँ अब केही जान्नु मन छ भने चाहिँ प्लिज कमेन्ट गरिदिनु होला, म त्यसमै भिडियो बनाउने छु। बाई।